त मेरो रुममा जाउँ तर मेरो रुममा चाहिँ छिटो गरेर निस्किहाल्नुपर्छ। भिडियो कल भन्ने थाहा छ तपाईलाई? किन थाहा छैन हौ? भिडियो कल भने त्यही मेसेन्जरको होइन? कस्तो मेसेन्जरको भने 10 मिनटको म चाहिँ चार्ज 500 रुपियाँ गर्छु। व्हाट्सएपमा कल गर्छन्। इसी कलवाला टाइपको हो कि क्या हो? इसी कलवाला गर्दै आफैले फिल्ममा ल्याइदिइसकेपछि उनीहरूले पैसा 5000 दिन न त म जान्छु तपाईँसँग आज। नाइट बस्ने मेरो रुममा? मेरो त फेरि साथी पनि छ नि त। फेरि साथी कतिजना छन्? मेरो एकजना साथी अनि म। 10,000 दिन न त मलाई। ओ माई गॉड, एकजनाको 5000 हो? गाह्रो छ हो, गाह्रो छ मलाई 10,000 दिनलाई। मलाई कस्तो चाक्ची लागिरहेछ भाइ। म युट्युब च्यानल इट्स मी आरएमसी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु होइन। अनि आज चाहिँ भिडियो मैले धेरै दिन भयो नल्याएको होइन। अनि म अलिकति बिरामी पनि थिएँ, त्यही भएर काममा जान पनि पाएको थिइनँ होइन। सो त्यही भएर आज चाहिँ अब भिडियो लिएर आउँदैछु हजुरको सामु। अब हजुरहरूले माया गरिदिनुहुन्छ भन्ने आशमा होइन सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र छेउमा रहेको बेल आइकनलाई पनि थिचेर होइन सपोर्ट गरिदिनु होला। सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र भन्दै भिडियो तर्फ लगाउँ। अहिलेको लागि बाई बाई। दाइ तपाईँ भ्लगर हो? ब्लगर हो। कसरी थाहा पाउनुभयो तपाईँले? अघि चढ्दाखेरि तपाईँको हेलमेटमा क्यामेरा देखाएको थियो क्या, त्यही भएर सोधेको। होइन भ्लगर त हो, तर मैले भिडियो बनाइरहेको हुन्छु होइन। अनि हजुरको भिडियो बनाउनु मिल्छ कि मिल्दैन? मिल्छ, किन नमिल्ने, तर मेरो फेस चाहिँ नदेखाउनु है। होइन मैले सोधेको क्या हजुरलाई। अब फेरि पर्मिसन त लिनु पऱ्यो नि अर्को भिडियो बनाउनु भन्दा होइन। कतिले फेरि भिडियो बनाउँदाखेरि कतिले अब कराइरहेको हुन्छ क्या यस्तो नगरिदिनु भनेर। त्यही भएर तपाईँलाई सोधेको हो कि। मेरो अनुहार नदेखाउनु न, फेस नदेखाउनु, मलाई नि त समस्या पर्छ नि त फेरि। ओके ओके, केही छैन। अनि यतिखेर चाहिँ अनि कता हिँड्नु भएको? काममा हिँड्नु भएको कि कता हिँड्नु भएको? टाढो हिँड्नु भएको? म काममा हिँडेँ। खास गरी तपाईँले भिडियो चाहिँ के को बनाउनुहुन्छ? भिडियो त म खासमा भन्दाखेरि त्यस्तो त केही बनाउँदिनँ। यही अब यसो लिएर हिँडेको अनि गफ गरेको हजुरहरूसँग, अनि यस्तै भिडियो बनाउँछु। अरू त के बनाउने हो र? च्यानलको नाम चाहिँ के हो नि तपाईँको? च्यानलको नाम मेरो आरएमसी ब्लग छ। सब्सक्राइब गरिदिनु न, सर्च गरेर ट्याक्क भइहाल्छ नि। अहिले झरेपछि म तपाईँलाई भनिदिन्छु नभए, अनि सब्सक्राइब गरिदिनु न है। हुन्छ। आरएमसी भ्लग त मैले कहाँ देखेँ त्यो कस्तो केटीको भिडियो बनाउनुहुन्छ हो तपाईँ? कस्तो भन्नाले कस्तो हो? त्यस्तो होइन, तर मैले त्यस्तो भन्न खोजेँ होइन। तर जे हुन्छ नि अब उहाँहरूको प्रोफेसन र मेरो प्रोफेसन त एउटै हो नि त। अनि त्यही भएर अनि मैले हेरेर हुन्छु क्या। हो र? अस्ति कहिले हो यो टिकटकमा आइरहेको थियो क्या। अनि होला त्यसो भए मेरो भिडियो हेर्नु भयो तपाईँले सायद हेरेको हुनुपर्छ है। प्रायःले यस्तै भन्छ क्या आरएमसी ब्लग भनेर भन्ने बित्तिकै। अनि त्यसपछि मैले कहाँ देखेँ जस्तो लाग्छ भनेर भनिरहेको हुन्छ क्या मान्छेहरूले। रमाइलो छ क्या हुन्छ होइन। यस्तै त हो नि होइन। अनि भिडियो त बनाउनु पऱ्यो नि त, के गर्ने अब एउटा मात्रै काम गरेर हुँदैन नि त। त्यही भएर यताउता अब यसो भिडियो बनाइदिउँ भन्ने हिसाबले गरेको नि त। तपाईँ पनि अब मेरो सब्सक्राइबरमा पर्नु पऱ्यो है। हुन्छ, म गरिदिउँला। गर्नु त परिहाल्यो नि। अघि भन्नुभएको थियो नि हजुरले मैले भिडियो बनाउनेको प्रोफेसनल र अनि मेरो प्रोफेसनल एउटै हो भन्नुभएको थियो। त्यो चाहिँ के भन्नु? मैले बुझिनँ नि। कस्तो तपाईँले त अनि कुरा पनि कस्तो के अरे टिप्नु भएको है। होइन मैले ठ्याक्क के त्यो चाहिँ अब तपाईँले भन्नुभयो नि, मैले त्यतिखेर सोध्न चाहिँ सकिनँ होइन। अनि त्यसपछि अहिले चाहिँ के रहेछ भनेर बुझ्न मन लागेको मात्रै हो कि। के भन्नै नमिल्ने हो र? होइन के अरे त्यो खास गरी मैले मुखबाट निकालेको थिएँ क्या। अनि तपाईँले कस्तो टिपिहाल्नु भयो। अनि त्यही भएर दिमाग चाहिँ भाग्य मान्छे हुनुहुँदो रहेछ तपाईँ। होइन मैले नबुझेको कुरा सोधेको मात्रै, किन भन्न नमिल्ने हो र तपाईँले? पहिला मेरो फेस देखिन्छ कि देखिँदैन भन्नु त? देखिँदैन फेस त किन देखाउने हो र? तपाईँको यस्तो राति त्यही पनि के फेस देखाउने हो र? यति सही हुन्छ, कुरा गर्नुहोस् न।
मैले सोधेको क्वेसन एन्सर नदिने के क्वेसन? ल फेरि बिर्सिदिएर होइन क्या अहिले तपाईँले प्रोफेसनलको कुरा गर्नुभएको थियो नि मेरो भिडियो गरेर हजुरको एउटै हो भनेर त्यो चाहिँ के भन्न खोज्नु भएको भनेर सोधेको हो क्या तपाईँलाई ए म पनि त्यस्तै काम गर्छु भन्न खोजेको। ए भनेपछि तपाईँ पनि अब भाइरल हुने हो क्या ए म यसै नै टिकटकभरि भाइरल छु कि मलाई तपाईँको कन्टेन्ट चाहिने हो र? होइन नि हजुरले अब भाइरल बनाइदिन्छु भन्न खोज्यो नि त अनि सबै अब भाइरल त हुनु पऱ्यो नि त जिन्दगीमा अनि त्यही भएर भने नि त भाइरल बनाइदिन्छु भन्दा त्यो अब हजुरको टिकटक आइडी चाहिँ के छ नि टिकटकमा भाइरल छु भन्नुभयो होइन त्यो अलिक भन्न मिल्दैन। ल भन्नु न भन्नु कहाँबाट टिकटकमा गएर के तपाईँको होइन फेरि त्यो अलिक भन्न मिल्दैन क्या अब पछि हुन्छ नि त्यो बुझ्नु न तपाईँ आफै। अहिले बुझ्नु त कसरी बुझ्ने हो र तपाईँको अब के छ कसो छ भन्ने त बुझ्ने हो ट्राफिक चेकिङ पऱ्यो यार गाइज फु गर्ने हो र? फु गर्ने हो जानुस् रे यस हामीलाई छोडिदियो। तर ट्राफिक दाइले चाहिँ एकदम बुझ्ने हुँदो रहेछ है खासमा हजुरले काम गर्ने चाहिँ के हो भन्नु त? खासमा मैले काम गर्ने चाहिँ कसरी भनौँ अब तपाईँलाई चाहिँ म तपाईँलाई भन्छु है अब कस्तो अप्ठ्यारो लाग्यो क्या मलाई खासमा चाहिँ म भन्ने अप्ठ्यारो लाग्यो अब जस्तै अरूहरू त अब पैसा तिरेर गर्छन् नि तर म चाहिँ के गर्छु भने के अरे उनीहरूले मलाई पेमेन्ट गर्छन् अनि त्यसपछि अनि म चाहिँ खासमा भिडियो कल भन्ने थाहा छ तपाईँलाई? किन थाहा नहुनु हौ भिडियो कल भने त्यही मेसेन्जरको होइन कस्तो मेसेन्जरको भने मेसेन्जरमा भिडियो कल गर्छ नि त त्यही हेर्नु अनि फेस देखाएर गर्ने भिडियो कल किन हाँस्नु भयो तपाईँ मलाई पागल बनाउने तपाईँले भिडियो कल भने चाहिँ कस्तो हो भने दाइ अब जस्तै तपाईँलाई सेटिस्फाइड हुन मन लाग्यो नि अनि अब मैले चाहिँ तपाईँलाई काम गर्ने क्या भिडियो कल गरेर अब भिडियो कल गर्ने अनि त्यसपछि अनि 10 मिनटको म चाहिँ चार्ज 500 रुपियाँ गर्छु अनि त्यसपछि अनि अब उनीहरूले पैसा पेमेन्ट गर्छन् अनि पेमेन्ट गरिसकेपछि अनि त्यसपछि अब 10 मिनट चाहिँ आफूले हुन्छ नि अब आफ्नो उनीहरूलाई काम गर्ने भनौँ न त्यही भएर मैले अहिले तपाईँलाई मेरो फेस नदेखाउनु भनेको थिएँ क्या किनकि म त्यो भिडियो कलमा नि फेस देखाउँदिनँ नि त अनि वाट्सएपमा कल गर्छन् अनि त्यसबाट अनि ए भनेपछि त्यो भिसी गलवाला टाइपको हो कि क्या हो? तपाईँ पनि भिसी गल हो? म पनि भिसी गल। कति कमाउनुहुन्छ तपाईँले दिनमा खासै हुँदैन त्यही म दुईवटा काम गर्छु क्या एउटा मसाज सेन्टरमा काम गर्छु अनि एउटा चाहिँ भिसी कलमा काम गर्छु अनि त्यो अब भिसी चाहिँ कस्तो हुन्छ भने उनीहरूले मेसेज गरेको बेला मात्रै हुन्छ नि त अनि अब त्यो चाहिँ त्यही भन्न सकिँदैन कुनै बेलामा 6-7 जना पनि हुन्छन् होइन अनि त्यसपछि अनि अब 5 मिनटको 250 अनि 10 मिनटको 500 रुपियाँ हो क्या अनि त्यसपछि अनि कहिले त 300मै गरिदेऊ न भन्नुपर्छ अब कोही नआएको बेला त अब 300मै गर्नुपर्छ अनि त्यसपछि अनि अब धेरैजना भएको बेलामा चाहिँ 300मा गरिदिनु म 500 नै चार्ज गर्छु अनि त्यस्तै हो। ए कहिले कोही त फेक आइडी हुन्छ भनेर भन्छ नि त अनि फेक आइडी नै हुन्छ हो त्यस्तोहरू फेक हुन्छ भन्छ नि त प्रायः मान्छेहरू खोइ त्यो चाहिँ मलाई पनि थाहा छैन भनेपछि त काम त एकदम सजिलो रहेछ क्या हजुरको फेस देखाएर पुरै पब्लिक गरिदेला नि फेरि अब कसले पब्लिक गर्ने होइन के अरे अनि उनीहरूलाई फेस देखाउने नै होइन अनि होइन उनीहरूले फेरि फेस बेला बेला झुक्केर देख्यो भने त फेरि अब देखिँदैन नि फेस प्रो भइसक्यो मेरो काम गर्नु अनि हजुर मसाज सेन्टरमा पनि काम गर्छु भन्नुभयो होइन अनि मसाज सेन्टरमा चाहिँ कस्तो चार्ज कति लिनुहुन्छ कस्तो लिनुहुन्छ भन्नु त?
कस्तो मसाज सेन्टर भन्नाले अब त्यही कस्टमर हेरी हुन्छ। अब कुनै मसाज गर्न मात्रै आउँछन्, कुनै अब मसाजको साथसाथै हुन्छ नि अब त्यस्तो गर्नु नि आउँछन् होइन। अनि कुनैलाई चाहिँ मसाज गर्दा गर्दै आफैले फिल्डमा ल्याइदिइसकेपछि उनीहरूले पैसा दिन्छन्। फिल्डमा ल्याइदिने हो? के भयो त नि। भनेपछि तपाईँ कडा हुँदो रहेछ यार, सोचेको भन्दा पनि खतरा हो। दामी हो दामी। म पनि अब मसाज सेन्टरमा आउनु पर्छ तपाईँको है। अब मेरो मसाज सेन्टरको नामै भन्दिनँ, अनि तपाईँलाई कसरी थाहा हुन्छ? ल भन्नु न, अनि मसाज सेन्टर आउनु पऱ्यो अनि मलाई त फेरि डिस्काउन्ट हुन्छ होला नि त। तपाईँ चाहिँ को हो र? ल अनि आज भेटियो अनि यत्रो गफगाफ भयो अनि साथी भयो नि त नि, कस्तो को हो र भने। त्यही त म पठाउँदा दिनमा 15 चोटि भेटिरहन्छ, 15 जनालाई डिस्काउन्ट दिनु त। होइन अरूलाई भन्दा मलाई विशेषमा राख्ने हो नि त। किन न तपाईँको अनुहार छ न रूप छ, किन दिनु? अनुहार रूपको लागि मात्रै दिने होइन नि त म्याम। कत्रो छ भन्नु त तपाईँको? मेरो त अब कत्रो छ त तपाईँलाई कसरी भन्नु होला हौ। देखाउनु न त एकचोटि, बाइक रोक्नु त। न यस्तो काम चाहिँ नगरौँ होला हौ। देखाउने काम चाहिँ नगरौँ होला ल, बाटोमा हेर्ने मन लाग्यो भए उता हिँड्नु न। कति दिनुहुन्छ भन्नु त ल? अब तपाईँलाई कति दिने हो र मैले? तपाईँ चाहिँ मलाई कति दिनुहुन्छ पठाउ भएर भन्नु त? अघि 250 छुट्याएको थियो होइन? त्यति दिन्छु नि, किन बढी दिनु? अनि तपाईँको त्यसो भए म पनि जति छ तपाईँ धेरै त्यति दिन्छु। मेरो त मसाज सेन्टरमा आउनुभयो भने रेट 5000 हो, अनि अब भिडियो कलमा आउनुभयो भने 500 रुपियाँ हो। लाउनु नि भइहाल्यो। अब नआऊ होला भिडियो कलमा, अब हजुरले फेस देखिहाल्यो यहीँनिर। अब मसाज सेन्टरमा जाउँ भने अब मसाज सेन्टरमा त अब 5000 के अब अन्त जानु पर्ला त छ। अब भिडियो कलमा आउनु न, भिडियो कलमा ऱ्याल्छु आउँदै। म चाहिँ होइन, म मेरो साथीहरूलाई पठाइदिन्छु ल तपाईँको भिडियो कलमा। हुन्छ। तर आरएमसी भ्लगरको सब्सक्राइबरलाई चाहिँ फेरि मिलाएर गरिदिनु पर्छ नि फेरि। मेरोमा फेरि खतरा सब्सक्राइबर हुन्छन्। कति हो भन्नु त तपाईँको सब्सक्राइबर? मेरो त अहिले पुग्यो होला, 5000 पुग्न लाग्यो। मेरो त 1 करोड छ। अब त डेन्जर। किन ल भन्नु त, तपाईँ पठाउ गरेर कति कमाउनुहुन्छ दिनमा? म त धेरै गर्दिनँ, एकछिन मात्रै गर्ने हो। दिउँसो अफिस पनि भ्याउनुपर्छ, अनि बिहान बेलुका यसो नाइट गर्ने हो। अनि अब जाने हो म त अब एकछिनमा। म त्यस्तो धेरै गर्दिनँ, त्यही पनि 400-500 हो, धेरै कमाइदिन हौ। 400-500 त म 10 मिनटमा कमाउँछु। कमाउने तपाईँले त। त्यही त मैले भन्न अघि नै तपाईँ डेन्जर हुनुहुन्छ भनेर। डेन्जर त म लास्टै डेन्जर हो, के गर्नु। अनि हजुरले चाहिँ मसाज सेन्टरमा कसरी के अरे फिल्डमा लिएर आउनुहुन्छ त अनि मसाजमा आएका मान्छेहरूलाई? अब त्यो भन्ने नै हुँदैन क्या, अब ओइल मसाज गर्दाखेरि उनीहरूको सबै बडीमा मसाज गर्नुपर्छ नि त। त्यो नहुने ठाउँमा नि गर्नुहुन्छ? अनि कसरी फिल्डमा आउँछ त? कस्तो क्वेसन गरेर भने दाइ, तपाईँले अहिलेसम्म कसैलाई गरेको छैन? म त छैन नि त्यस्तो मान्छे होइन नि त म फेरि। अनि तपाईँको बुढी छ कि छैन घरमा? मेरो बुढी छैन नि, म त एक्लै हो, कहाँ मेरो बुढी हुनु नि। मलाई 5000 दिनु न त, म जान्छु तपाईँसँग आज। नाइट बस्ने मेरो रुममा? मेरो त फेरि साथी पनि छ नि त फेरि। साथी कतिजना छन्? मेरो 1जना साथी अनि म। 10000 दिनु न त मलाई। ओ माई गड, 1जनाको 5000 हो? गाह्रो छ मलाई 10000 दिनलाई त। किन, के भयो र? 10000 त धेरै भयो हौ, नजाउँ होला। म त जानै मन लागेन। किन जान मन नलाग्यो नि? पक्नु एकछिन, यहाँनिर कस्तो ल्याङ भयो क्या। के हो? यहाँ मेरो बाइक बिग्रेर जस्तो छ, तपाईँ के गर्नुहुन्छ? अब मलाई पुऱ्याइदिनु पर्छ। होइन तपाईँ अब अर्को बाइकमा जानु, मेरो बाइक बिग्रियो नि त। हो र? साँच्ची हो? के गर्नुहुन्छ? हुन्छ, म जान्छु नि त। जाने? ल तपाईँलाई प्याङ हानिदिँदा बजेको
हान्नै मन लागेन हौ। कस्ता कस्ता कागै झुसिरी किरा जस्तो आयो। अब त यार बोल्न चाहिँ लास्ट बोल्ने। आज त मलाई कस्तो चाक्ची लगाइरहेको छ भाइ। तपाईँको चाक चिलायो अरे भर्खर काममा हिँड्नु भयो होला अनि त चिलाइहाल्छ नि अब चिलाइ मेटाउँछ होला नि त अरूले। होइन कि कस्तो मलाई आज अर्कै त चुर्ना पर्छ नि हो त्यस्तै चिलाइ। तपाईँले गफ त हान्ने हो यार त साइको गफ हान्ने यार तपाईँले। यसो गरौँ न त आज मेरो रुममा जाउँ अनि त्यसपछि अनि तपाईँ अनि त्यसपछि अनि तर मेरो रुममा चाहिँ छिटो गरेर निस्किहाल्नुपर्छ। जाउँ न त। किन छिटो फेरि टाइम लाग्यो भने चाहिँ के गर्ने फेरि? होइन टाइम लगाउनु होला मेरो उयसमा कति बज्यो अहिले? अहिले त 11:30 12 बज्न लाग्यो। अनि त्यसपछि ठ्याक्क 11:30 बज्छ होइन? अनि त्यसपछि छिटो गरौँ अनि फेरि 12 बजे त मान्छे आउँछन् क्या। बोयफ्रेन्ड आउँछ नि त। अनि हामी लिभिङ टुगेदरमा बसेका छौँ क्या। अनि त्यसपछि अनि ऊ आयो भने त नराम्रो हुन्छ नि त। त्यही भएर अनि छिटो गरेर निस्किहाल्नुपर्छ। भनेपछि त गाह्रो पर्ने भयो त हो। गाह्रो पर्ने भयो। ल नजाउँ होला तपाईँ यहीँ झर्नु होइन तपाईँको आउने झर्ने ठाउँ पनि आउनु लाग्यो होइन। तपाईँ अब झर्नुहोस् म चाहिँ अब जान्न पछि पछि भेटौँला नि त। हुन्छ अब त्यो के अरे अब यो मसाज सेन्टरमा चाहिँ मेरो नम्बर नदिनु तर यो भिडियो कल गर्नेहरूलाई चाहिँ मेरो नम्बर यसो दिनु है। ए हुन्छ हुन्छ हुन्छ।